गाउँघरमा चाहिँ नयाँ वर्षको लागि सुँगुर काटिँदैछ है। दाइहरू भाइ चिजहरूले हुन्छ हामी पर्दै भाइ सुँगुर चाहिँ ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर हाम्रो न्यू इयरको लागि पुरा न्यू इयरको लागि चाहिँ पुरा यहाँ व्यस्त हुँदैछ माछाको हाम्रो भोलिको फेरि पार्टी चाहिँ डोल्ले खोलामा छ नजिक हुनेलाई चाहिँ यहीँबाट फेरि नाउ भन्नु मिन्टो गरे नाउ नजिकको चाहिँ नाउ टाढोको चाहिँ अब है विशेष विदेशी दाइ भाइहरूलाई एकदम हामी युवाहरूले चाहिँ दम दिइराखेका छौँ। ठिक छ दाइ भोलि न्यु इयरको लागि चाहिँ यहाँ व्यवस्था हुँदैछ है। अङ्क एकदम खटिरहेछ। सुँगुर चाहिँ अनि 30 धार्नु सक्यो यार कस्तो ठुलो कान्छ श्रेयाङ के गर्दै गरे तल सुँगुर कसको अरे कसको सुँगुर हो श्रेयाङको हो खै त कसको श्रेयाङको ए अङ्केश पोपो खै हो मनोज पोपो खै ए मलाई चिनिसक्यो यिनीहरूले यता चाहिँ हाम्रो निरुवाङ नयाँ वर्षको लागि चाहिँ सुँगुर फरफार हुने कार्यक्रम हुँदैछ भोलि गते आज चाहिँ काटेर भोलिको लागि तयारी गर्नुपर्ने हामी चाहिँ गाउँको युवाहरू चाहिँ भोलिको लागि एकदम आजदेखि नै तयारी गर्दैछौँ है। हजुर घरमा त रहेन है पोसानु हो अब भाइ यतिकै हेलो गाइज अहिले म चाहिँ खोला हिँडिसकेँ। भोलि नयाँ वर्षको लागि चाहिँ अब हामी गएर अझै गएर डेराहरू बनाएर सामानहरू लानु छ भाँडाकुँडाहरू के पकाउनुको लागि। म चाहिँ घरदेखि हिँडिसकेँ। अब केटाहरू चाहिँ अगाडि गइसक्यो दाइहरू चाहिँ टक्क हाम्रो गाउँ चाहिँ यस्तो छ। हाम्रो गाउँ चाहिँ यस्तो छ है ट्याक्कसँगले। यता भाउजूहरू दाइहरू चाहिँ मकै खन्दै हुन्छ रहेछ जितेन दाइ उता भतिज भाउजू त्यतै कता हिँड्नुभयो कहाँ हिँड्नुभयो अब रात परेपछि बाँस काट्नु जानु है रात पर्नु अरे नि त अब ल है त हामी चाहिँ खोलातिर हिँड्यो है त अब गएर व्यवस्थापन गर्नुपर्छ सबै कुरा है भोलिको लागि रक्सी कसलाई रक्सी चाहिँ केटाहरूलाई केटाहरूलाई रक्सी चाहिँ रक्सी भन्ने छ कि पर्दैन रक्सी को खान्छ र केटाले खान्छ खाँदैन ल ल भरे रन भन्ने मात्रै हो ल ल भोलि चाहिँ 10 बजी आउनु है ल ल ल ल भाउजू ल है भोलि अब हामी चाहिँ आज हुँदै पो बस्छौँ होला हजुर अब हुँदै पो बसायो होला जस्तो बिल्ली यो कत्रो ठुलो छ तर यसले अलि चोर्छ र पत्ता नआयो त्यो मजा हेर्दा चाहिँ नचोर्ने जस्तो सिधा इमान्दारी जस्तो तर चोरिहाल्दो रहेछ चोर निन्डे पनि यत्रो खनिसक्नु भएको छ आज ठिक छ यो झार बेसी भएर के खन्ने यसपालि पानी परेर यस्तो भएको है हाम्रो चाहिँ खोला आइसक्यौँ है खोला ग्राउन्डदेखि माथि यो प्रतीक्षालयमा चाहिँ हामीले भोलि 1 गतेको लागि चाहिँ यो सुँगुरको मासु सेकुवा र भुटन ग्रेभी बनाएर यसो दाउराहरू चाहिँ सेकुवाको लागि यस्तो छ गाइजहरू ल ठिक छ नि
यता पनि छ है फेरि यता दुई डोको छ 17 धार निलेको है मासु सुँगुरको भोलि चाहिँ हामी 4 टोलको चाहिँ यस्तो छ सबैजना अन्त यो चाहिँ सेकुवा पोल्ने बनाएको यो चाहिँ चुल्हा माथि चाहिँ ढुङ्गा बस्छ यो ढुङ्गा बोल्दा है ठिक छ नि एकदम विशेषले यहाँ ड्याङ दाउरा चिरिरहेको छ भोलि बल्छ नि यो यस्तो धुवा भइरहेछ बलिरहेछ एकदम यहाँ सबै आफ्नो आफ्नो काम गरिरहेको छौँ है दिनसु चाहिँ त्यहाँ लाइनहरू जोड्दै हुन्छ पाइपहरूको लागि पनि गर्दै हुन्छ बस यस्तो आफ्नो आफ्नो तालमा जुजु यो चाहिँ के आन्द्रा पनि पाक्दैछ ठिक छ जुजु तपाईहरु दुईजना बनाएर ल्याएको होइन यो हो नि ल ठिक छ मेन मुटु कलेज हो सुँगुरको मुटु कलेज हो मेन ओहो है भतिज भोलि चाहिँ यहाँ रमझम हुन्छ 1 गते न्यु इयर सबैजना ल है सेकुवाको तयारी हुँदैछ है गाइजहरू राति भोलिको लागि मुकेश संयोग उता धिरेन चुचु गर्दाहरू गुड मर्निङ सबैलाई है आज ह्याप्पी न्यु इयर सबै यहाँलाई बैशाखी गते हाम्रो चाहिँ अब उता अब प्रतीक्षा लागेको गाउँमा भयो हाम्रो चुचु ह्याप्पी न्यु इयर ल ह्याप्पी न्यु इयर मेरो नाति अब यस्तै छ हाम्रो चाहिँ बिहान अब यहाँ आगो सागो फुकेर भरे अब यहाँ सब्जीहरू बनाउँछ नेउहरू दाइहरू पनि अब खानु भएको छ है सुतिराख्नु छ दाइहरू यस्तो छ है हाम्रो चाहिँ आज नयाँ वर्षको हाम्रो आउमिया चाहिँ यो 7 साइजको राम्रो छ अहिले त 83 सालको लाग्यो त दाइ उठ्नु ओ दाइ मलाई गाइज दाइ सेकुवा है गाइजहरू आजको लागि मलिसक्यो सेकुवा बोल्नुपर्ने छ मलले चाहिँ यहाँ बोल्दै यता यहाँ फेरि सुक्खा रोटीको लागि आँटा मुसिँदैछ आँटा चाहिँ यता यहाँ पनि छ 2 पोका 5-6 पोका सेकुवा चाहिँ अब पोल्नु सुरु हुन आँट्यो है प्याजहरू लसुनहरू काट्दैछु गाई प्याज लसुन यता बेल्दैछन् घुँडाहरू बागदन्दाइले भने जस्तो बनाएर खाऊ है भन्नुपर्छ केटाहरुलाई चाहिँ बुढाबुढी कुनै उदोमा कार्डेमा आएर खर्दैन म नामै लिएर भन्नु नि सक्छु भन्नु सर होइन राम्रो हुँदैछ दाइको सिप कमै रहेछ क्या राम्रो छ यहाँ यो भिडियो चाहिँ भएन भने पखेर एकछिन सुक्खा रोटी मेन यता पोल्ने चाहिँ यता छ है सुक्खा रोटी पसिन र पसिन भइसक्यो यहाँ छ है सुक्खा रोटी चाहिँ यहाँ सेकुवा चाहिँ अब सुरु भइसक्यो है पोल्नु यहाँ दामीसँगले है यसमा चाहिँ जर्मन चुचु बल्दाई दिनसु चुचुको एकदम यहाँ 3 जनाले चाहिँ पोल्दै हुन्छ सेकुवा चाहिँ दामी भइरहेछ ढुङ्गा मजाको छ चुचु के छ त आज नयाँ वर्ष स्पेसल स्पेसलै हो अब एकदम हिजोदेखि खटिया छ
तर खटै छौँ है हामी सबैजना खटेका छौँ त्यो खट्नु पऱ्यो नि अब हामीले नखटेको कपोलाई छ सबै यस्तो छ चाहिँ कपोलाई अब फेरि 10 बजीदेखि फेरि मान्छेहरू आउँछ हामी अहिले चाहिँ एकदम डटफट गर्दैछौँ सबैजना चाहिँ गते नयाँ वर्षकोमा चाहिँ अब खानपिन सुरु हुन आँट्यो है सबैजना गोलो बसेर चाहिँ चुचुमै भेट्छ हौ दाजु गते न्यु इयरको दिन चाहिँ सबैजना यसरी बसेर खाँदैछौँ हामी गाउँकै चारटोलको यस्तै हुन्छ हाम्रो चाहिँ गाइजहरू आज गते अहिलेदेखि 83 रुपियाँ लाग्यो आजदेखि एक्लै के गर्नु त भिडियो गर्नु यहाँ चुचु चाहिँ फेरि यहाँ बसेर के गर्नु थाल्यो ह्याप्पी न्यु इयर चुचु ह्याप्पी न्यू इयर सबै बुनुहरूलाई पनि यो चाहिँ फोड्ल फेरि यस्तै हाम्रो गाउँहरूमा चाहिँ गते 2082 सालको चाहिँ 1 गतेको दिन चाहिँ यस्तो हुँदैछ रमाइलो सबैजना एकदम खुसियाली नयाँ वर्ष नयाँ खुसी नयाँ मङ्गलको साथ सबैजना नाच्दै हुनुहुन्छ दिदी बहिनी हो नि त दिदी बहिनी है यहाँ यस्तै रमाइलो हुँदैछ सबैजना नाच्दै हुनुहुन्छ नयाँ बाजा चाना आलुदम चाना नयाँको मायानीलाई छोटो सम्झना राखौ मायानीलाई छोटो सम्झना छ है हाम्रो आमाहरूको सबैजनाहरूले बेलुन फुटाइ आफ्नो बेलुन जोगाउनु पर्यो आफ्नो बेलुन फुटाउनु दिनु भएन
अरूको फुटाउने आफ्नो जोगाउने अरूको फुटाउने आफ्नो जोगाउने अब बेलुन फुटाइ गेम सुरु हुन आँटेछ हाम्रो आमाहरू समूहको सबैजनाको हुन्छ यहाँ भिडियो गर्दै यहाँ कसले जित्नुहुन्छ त अब हेरौँ जित कसको हुन्छ यहाँ बेलुन चाहिँ दाहिने खुट्टामा बानिएको छ आफ्नो बेलुनलाई जोगाउने अरूको बेलुनलाई फुटाउने गेम बेलुन फुटाइ सबैभन्दा पहिला आफ्नो जोगाउने अर्काको चाहिँ फुटाउने यसलाई चाहिँ तपाईहरुले फुटाउने बुझेर फुटाउनु पर्ने हुन्छ अंकेको गडा गरे हुन्छ आफूले चाहिँ जोगाउने अर्काको चाहिँ अर्काको फुटाउँछ आफू चाहिँ जोगाउनु पर्ने हो है अर्काले फुटाइदिँदो रहेछ जित्नेवाला हुनुहुन्छ है तपाईहरु कतिखेर जितिन्छ भन्नुहुन्छ होला सबैभन्दा अन्तिमसम्म जसको बेलुन रहन्छ त्यो चाहिँ तपाईहरु फर्स्ट हुनुहुनेछ जोगाउनु पर्यो है किनकाले फ्रेम फुट्न सक्छ त्यतापट्टि लगेको पर्यो साथीको चाहिँ फुटाइदिने अब यहाँ चाहिँ जस्तो धेरै उसको पनि घर ठाउँमा प्रस्ताव हुन्थ्यो तर यहाँ चाहिँ त्यो हुँदैन जसले आफ्नो बेलुन जोगाउँछ त्यो फर्स्ट हो फुटाउनै पर्छ भन्ने हुँदैन अर्काको फुटाइएन र आफ्नो जोगायो भने त्यो पनि पाउनु भयो तपाईँहरुले चाहिँ तर अरू बेला चाहिँ त्यो भएन ल सुरु है तपाईँहरु ध्यान दिएर सुरु होला फुटाउन सक्छ दायाँ फुटाइदिनु होला है भित्र पसिसकेको बाहिर निस्केर फेरि पसेर चाहिँ सुरु हुन्छ अब गेम चारजना हुन्छ चारजना डल्ल जो अन्तिम नम्बरमा हुन्छ उहाँले जित्नुहुन्छ एकदम चतुर साथ खेल्नु होला आफ्नो जोगाउनलाई फुटाउँ रेखा रेखा हेर्नु रेखा रेखा एकदम भयो जोगाउँ आफ्नो जोगाउँ ल अब दुईजना मात्र हुन्छ दुईजना डल्लै फुटायो त्यो यिनीहरू हुन्छ
बधाई छ निनीलाई खरबेरिन फुटाएको गेम सकेपछि अब केटाकेटीको चाहिँ अब यो के गेम हो ल यो खसाउनु भएन यो बिस्कुट चाहिँ निजारमा रहेको बिस्कुट खसाउनु भएन अब यो गेम सुरु हुन आँटेछ है केटाकेटीहरूलाई ल राखेर अलिकति पानीसँग जसले त्यो पररेगा पुऱ्याएर जोगाएर आउनुहुन्छ उहाँ विनर हुनेछ अब गेम सुरु हुन आँटेको छ यहाँ अब गेममा भाग लिने यहाँ त हुनुहुन्छ उहाँहरू चाहिँ गेममा भाग लिनु भएको छ गेममा भाग नलिने मान्छे चाहिँ भित्र बाहिर बस्दिनु होला गेम सुरु हुन लागिरहेको छ अब यो पेप्सीको बोतल झाडमा राख्ने त्यस पछाडि पर जाने अनि केटाकेटीहरूलाई घुमाएर आउने जसले घुमाएर फर्स्ट पहिलोचोटि आइपुग्नुहुन्छ उहाँ हुनुहुन्छ विनर चुचु आइपुग्ने गाह्रो छ त्यही पनि आइपुग्ने कोसिस गर्नु होला सबैजनालाई बेस्ट अफ लक रेडी रेडी अब को कत पेप्सी ढाल्ने कुरो हो यो पेप्सी ढाल्ने गेम उनीहरू त त्यसलाई हान्दै हुन्छ एकचोटि आउट गयो दुईचोटिहरू एउटा ल फेरि राखिदिन्छ राखिदिनु
है